मधुको अगाडि त म सधैँ सानो हो नि त म आफै छु सानो हमाल मेहनत गर्दैछौँ मेहनत जारी छ यो मेहनत गर्नु भएको धेरै वर्ष भयो के प्रतीक्षाको फल मिठो हुन्छ नि त कहिलेसम्म प्रतीक्षा गर्ने हामीले अब तपाईँलाई म महिना कसरी यत्रो हुन्थ्यो अमिषा झ्यालबाट च्याउने है एकदम उत्सुक किन हुनुभयो कतै सानो हमाल तपाईँले नै ओथारो बस्दिने हो कि फेरि यो हाम्रो समाजको एउटा रमाइलो छ क्या हाम्रो नेपाली समाज साउथ एसियन समाजको एकदम रमाइलो बानी पाइदिनु पर्ने अर्ले रहर लाग्ने अरूलाई फेरि अब हामीलाई त राजेश हमालको बिहे बल्ल बल्ल भयो भन्दा कति खुसी थियौँ अब राजेश हमालको सन्तान बल्ल बल्ल त एउटा बिहा भएको छ पढ्नुहोस् न हनीमुन फेजमा हुनुहुन्छ उहाँ हनीमुन फेजमा हुनुहुन्छ भने त उहाँलाई टाइम दिनु भएको भए हुन्थ्यो नि यतातिर नल्याउनु भएको भए हुन्थ्यो अलिक छिटो हामीले पाउँथ्यौँ किन खुसीको खबर अहिले स्पोन्सरबाट प्रेसर आयो हामीलाई चाँडै प्रोग्राम चाहियो भनेर त्यही भएर उहाँ डिस्टर्ब गऱ्यो हामीले डिस्टर्ब भयो हो राजताई होइन हिन्दीमा एउटा कहावत छ कि देर आयो छप्पड फाड्के आयो भने जस्तो छप्पड फाड्के आउँछ एकैचोटि फुटबल टिम आउँछ कि के त भनेपछि एकैचोटि 12वटा सन्तान जन्माउनको लागि चाहिँ राजेश हमालले अलिक लेट गरिराख्नु भएको नथिङ इज इम्पोसिबल इम्पोसिबल भन्ने चिज केही पनि छैन राजेश सरले गुप्तको थारो बसालिराख्नु भएको रहेछ त्यसलाई राम्रो राम्रो भोकाबुलरी हुन्छ नि आइबी गर्ने टेस्ट ट्युब